हेलो साथीहरू, तपाईहरुलाई मेरो मिनी ब्लगमा स्वागत छ। आज चाहिँ हामी ड्याम साइड घुम्न भनेर आएको। यहाँ चाहिँ ड्याम साइडमा बाटो बनाउँदै रहेछ अनि यस्तो ढुङ्गा हालेको थियो। यो चाहिँ हो ड्याम साइड अनि यहाँ चाहिँ हामीले चटपटे खाने भनेर आन्टीलाई गराउन पठायौं। यहाँ चाहिँ आन्टीले गराइदिँदै हुनुहुन्छ हामीलाई। अनि मिठो हो हेर्दा त अनि म चाहिँ टेस्ट गर्दा चाहिँ मिठो थियो अनि हामी सबै गयौं पार्कमा बस्न। हामी चाहिँ 4 जना थियौं अनि यहाँ चाहिँ सविता दिदी हो। उताबाट दिदीहरु नि आउँदै हुनुहुन्छ अनि हामी बस्यौं 4 जना। अनि यो चाहिँ थियो हाम्रो खानेकुरा चटपटे चिसो। घाम भइरहेको थियो। घाममा पनि अब पिकनिक भनेपछि त ड्राई पिकनिक जस्तै थियो नि त। अनि रमाइलो भयो अनि पानीपुरी खायौं। दिदीले चाहिँ यहाँ पानीपुरी टेस्ट गर्न लाउनु भएको। कस्तो गराइदियो नि त भनेर टेस्ट गर्नुभयो। मिठो भएर हाँसिराख्नु भएको। अनि हामी चाहिँ गयौं फेरि होटल अनि त्यहाँ चाहिँ हाम्रो अङ्कल आउनु भएको थियो। सबै भएर बस्यौं खाजा खान। म चाहिँ पानी खाएको देखाइरहेको छु तपाईहरुलाई। त्यसपछि हामीले वाटरमेलनको चाहिँ जुस मगाएको ल्याइदिनु भयो। अनि त्यसपछि हामीले थुक्पा खाने भनेर ल्याइदिनु भयो थुक्पा पनि। चाहिँ अब खाना चाहिँ हामी रेडी अवस्थामा छौं। चम्चा पुस्दै अनि दिदी नि हाँसिराख्नु भएको छ। अनि म चाहिँ टेस्ट गर्न लाएँ। टेस्ट गर्दा चाहिँ मिठो थियो थुक्पा। दिदीले टेस्ट गर्नुभयो। आएको पनि गर्नुभयो। चाहिँ ह्याप्पी थियौँ। अनि हामी चाहिँ गयौँ मन्डे अनि मन्डेमा चाहिँ हामीले सब्जीहरू लिन लाग्यौँ। अनि यस्तो पानी आएको थियो पोखरामा। अनि अगाडि छाता ओढेर अनि हामी चाहिँ पछाडि हेरिरहेको छौँ। पोखरामा चाहिँ राति भएपछि कति पानी आउने कि। यो चाहिँ हो हाम्रो घर जाने बाटो। अनि हामी चाहिँ हिँडिरहेको थियौँ। बाई हामी घर पुग्यौँ अब।